घरमा पैसा आउँछ तर टिक्दैन। यदि हजुरहरूको पनि यस्तै भइरहेको छ भने वास्तुशास्त्र अनुसारका यी टिप्सहरू फलो गर्नुहोस्। नम्बर 1, सबैभन्दा पहिला आफ्नो मुख्य ढोका इन्ट्रान्स सधैँ सफा र खुल्ला राख्नुहोस्। घरमा पोजिटिभ एनर्जी प्रवेश गर्ने ठाउँ नै तपाईको घरको मेन ढोका इन्ट्रान्स हो। सेकेन्ड नम्बरमा पैसा राख्ने ठाउँको ठिक माथि कुनै पनि सामान नराख्नु होला र सकेसम्म पैसा राख्ने ठाउँलाई भिन्नै बनाउनु होला। प्राय जसो घरमा हामीले लुगा राख्ने दराजभित्र पैसाको सेप बनाएका हुन्छौँ, यो रङ हो। थर्ड नम्बरमा आफ्नो घरमा रहेका अनावश्यक सामग्रीहरूलाई घरबाट तुरुन्त सकेसम्म बाहिर निकाल्नु होला। यसले पनि तपाईको सेभिङको मात्रा बढाउनेछ। हस्त, धन्यवाद।